जम्मै लगाइदिनु त कि जाउँ न लाउने हो पहिला दाइले लगाइदिनु हुँदैन मेरो भन्दा फोटो खिच्न त आउँदैन हौ मलाई अब कसैलाई यसो गरेर मात्रै राख्न अरू के गर्नु ल त्यसो गर्नु भयो नि त ल अनि यहाँ फेरि छोरी फुपू छिन् सबैले लाउँदा हुन्छ हौ पालो पालो चाहिँदैन जसले हामी चाहिँ अलिक हिँड्ने भएर हतार भएर मात्रै हो यहाँ बनाइहालेँ टिको पनि लगाएको है होइन म टिको ल्याइदिनु न त्यहाँ ब्याग हुन्छ ल तपाईँ खोल्नु नि टिको हजुर गरे थोरै लगाइदिनु न मलाई ल ए छोरी आऊ म तिमीलाई लगाइदिन्छु के साह्रो भएको है तिमीलाई आऊ तिमीले भिडियो हो सदिस् न पैसा पर्दैन भिडियो फोटो दुइटै हो पैसा पर्दैन खाली हात काम खाली हात किन लाउनु गराइदेऊ खाली हात नगाएर हाल्नु पायो काइन्ड फुपूलाई कस्तो पिर पर्नु कसलाई घरमा सर बस्सो गर्थ्यो के भन्छु मेरो हातमा मेहन्दी भएर चाहिँ बन्दै माथि लगाइदिनु न हौ के अडिँदैन यो त अडिँदो रहेछ नि तल लगाइदिने होइन कि माथि टिको यो त दही दही मुखमा अलिकति ल्याउनु न है के ढुक्कै भएको छ क्या आन्टी आन्टी उक्दिनु न त्यो के रे को तिमीलाई त्यहाँ थियो नि ल पुगेन रे अझै यो त यो पछाडि लाउनु पाएन रे उसले चाहिँ अनि अहिले म लगाइदिउँ न तिमीलाई बस्नु दिदी लगाइदिनु म लगाइदिन्छु नि यता बसेर त्यो सानो दिदी उता हेर मलाई ल नानी यो लैजा ल्याइदिउ म त अलिकति रातो लगाएर मात्र अम्रा मात्रै लगाइदिन्छु हल्दी चाहिँ एउटा रेत फटा हल्दी लगाइदिनु न मजाले अरू त नलाइ ए माइलीको फुल सर पछाडि सर ढिलो गर्नु एउटा फोटो खिच्नु नि हिँडिहाल्नु के रे दिदी आफ्नो पालामा तामिल गरौँ न त 50 अब त्यही गर्छु भन्दैछु आँखा पोल्यो पढेर जस्तो जानु मजाले लगाइदिनु भन्नु भएको थियो अहिले आफ्नो नजाले भोलि पोलो पनि भन्दै